शुभानुपस्सिं विहरन्तं इन्द्रियेषु असंगुतं भोजनं हि चामतन्युं कुसीतं हीनवीर्यं तं वे पसहति मारो वातो रुखं व दुर्बलम्। इन्द्रिय संयम नगरी राम्रो देख्ने, भोजनमा मात्र नजान्ने, वीर्यहीन हुने यस्तालाई बतासले रोगताले चाहिँ मारले बिताउँछ। अशुभानुपस्सिं विहरन्तं इन्द्रियेषु सुसंगुतं भोजनं हि चमतन्युं सद्दं आरद्धवीर्यं तं वे न पसहति मारो वातो सेलं व पब्बतं। इन्द्रिय संयम गरी राम्रो नदेख्ने, भोजनमा मात्र ज्ञान राख्ने र श्रद्धा वीर्य कायम राखेका यस्तालाई पर्वतको ढुङ्गा बतासले हल्लाउन नसके झै मारले दगाउन सक्दैन।